के छ खबर भन के छ ठीक छ यार बिन्दास मलाई अस्ति हेलो हेलो हामी कहाँ जाँदैछौँ ह्यापी न्यू इयर गाइस हामी कहाँ जाँदैछौँ आज चम्पादेवी लिडर गर्ने मान्छे जङ्गलै हल्लाउँछ जङ्गल हल्लाउँछ आज ब्याग चाहिँ कुन उडाउँछिन् भन्ने हो कि सपनाले ब्याग कुन उडाउँछिन् भन्ने हो कि स्कुटी चाहिँ कुन लिने रे त्यो बट्टावाला सुरु ओरिजिनल पायो के मजा के हुन्न त्यति गर्मी नै तातै हुन्छ फेरि यो त भएन मुनाले फेरि गाडीवालालाई कार्ड भएर गाडा भयो हजुरलाई भइहाल्थ्यो नि होइन त्यसो गाडा लाग्छ भने भयो सब पनि तिनीहरू चाहिँ त्यहाँ किन्दैछन् क्या त्यो मेरोमा पनि छ बोतल पानी छ ल्याउ एउटा हाल्ने भएछ यसमा यहाँ मेरो ब्यागमा एउटा पानी खाली त छ ल्याउ ल्याउ एउटा ल्याउ एउटा यता ल्याउ भयो भयो प्रिय भयो सबै हेर्नुभयो पैसाको गाडीमा समस्या पिछे ह्यापी न्यू इयर ह्यापी न्यू इयर लक्ष्मी हेयर एन्ड ब्युटी ग्लोबल कलर ओ त्यहाँ हो फटपिन चाहिँ त्यहाँ रहेछ हेलो हेलो भिडियो गर ल पछि मलाई पठाउनु ल हेलो कस्तो राम्रो आएको के सुरु यस्तो गरेर पुग्दैन भन्दैछु नि यस्तो जङ्गल छ कति रमाइलो छ आज चाहिँ 2082 वैशाख 1 गते नयाँ दिन नयाँ वर्ष नयाँ सुरुवात हाइकिङबाट सुरु गरेको होइन गाइस अब चाहिँ भेट्नु हामी 2081 मा भेटेन खासै हामी लास्ट टाइम कहिले भेटेको 2080 भदौमा सपरा छुट्या थिइन् त्यो अस्मिता थिइन् 81 भदौमा हैन 81 त यो अघि गयो भर्खर हामी 80 भदौमा भेटेको त्यो अस्मिता गएको एक वर्ष हजुर हजुर भिडियो गर्दाखेरि ब्याक क्यामेरा गराउन नमिल्दो रहेछ है कसरी भिडियो बनाइराख्दाखेरि त्यो ब्याक गर्छ भन्दा यसो गर्ने के खिच्ने होला हेर यसो गर्ने त्यसै गर्ने अहिले आफूतिर त्यस्तो ब्लगर हेलो ल भन कुरा कुरा के भन्नुभयो भन कुनै गीत गाउँदैन
खर्च भएर चर्चा भएको छ यहाँ पैसा उडाउँदै त्यहाँ धुलो उडाउँदै दुश्मन हेरेको दुश्मन हेरेको हेरे हामी घुमेको खतरा आयो है गाइस घुमै वर्षको एकचोटि सकसले यो आइले फेरि एकचोटि जान्छ त खर्च भएर चर्चा भएको छ धुलो उडाउँदै हामी हैन के रे सबैले भनेपछि त आउँछ के बजाउन मलाई छैन है मेरो बात छैन त गीत सबै भिडियो एक मान्छेले मोबाइलको पासवर्डै भुलिसके मेरो पनि आइवाला छ कि त्यही भएर थाहा हुन्न हामीले जाँदैछौँ चम्पादेवी हाइकिङ कहाँ पुगिन्छ थाहा छैन आधे बाटो चाहिँ फर्किने स्थिति नआओस् गाइस तर एक्सप्लोर गरेर भन्दा राम्रो रहेछ म त यसो सर जाने बाटोहरू त सोचेको थिएन कि हाम्रो वहाँ घरतिरको ठुला बिरा फर्कात हाम्रो त घरतिर त हिँड्नुपर्छ भनेर गाडी कुर्दै बस्छ या त हाइकिङ गर्ने रहेछ हाम्रो घरको पल्लावन जस्तो छ साँच्चै हो मुनाको त के को पल्लावन राम्रो हुँदैछ यो कति हो रे के गरेको सपना यो यहाँ मोबाइलहरु नको यहाँ अटिन्छ त यस्तोमा भने उयो चेन खोला न चेनमा अड्काउ अलिकति आइडिया यहाँ चाहिँ के राडा छ अब अहिले आएर मान्छे मलाई ठिक लाग्नु छोड्यो त्यही याद आइरहेछ बस त त्यहाँ कस्तो हुँदैछ अघि जेरी नलियो भन्नेलाई गरे बाटो जेरी खाने मान्छे खान मन लागेको जेरी जम्छ भनेर ए पानी होइन जेरीलाई न्याय दिन मात्र खोजेको निले खाना खोजेको नि या लास्ट गर्नु भयो कि गाइस के भयो बरे हामी के हेर्न आइम बोल्न हैन छिटो मेन रोड यहाँभित्र एउटा खाने चिज हुँदैन याद छ कि नै तिमीहरूलाई आफू बोक्ने हो कि झोला बोक्ने हो कि माथिसम्म पुग्ने हो फर्किँदा फेरि ले त भइहाल्यो बोक्नै त भइसक्यो भिडियो गराउने मान्छे लड्यो गाइस त्यसो भए सिरुलाई भोट हाल्न लाउनु पर्ने हो तिमीहरू माथि थाकेर बसिसके हामी थाकेका छैनौँ मजाले यस्तो हिँड्ने नि थके लाग्दैन नि हो दुखेर गऱ्यो भने थकाइ लाग्छ पिठीमा 3-4 केजी 3 केजी सबैको छ राम्रो रमाइलो लाग्यो तर धेरै बेला चाहिँ रमाइलो हुन्थ्यो होला त्यही पनि रमाइलो छ हाम्रो जङ्गल फाँडे खाम मुना कहाँ थियो तिमी बोक्रा मल हुन्छ यिनीहरूलाई यही फाल्दिउँ है घेरा त बोक्रा के हुन्छ र अनएक्सपेक्टेड तिमी पहिला कहिले आएको भन्नु त 3 चोटि यो मिलाएर 3 चोटि हुन्छ उसँग आएको पहिला फर्स्ट टाइम मा दिदीको छोरीसँग गए उरमा मात्रै अनि सेकेन्ड टाइम पनि हामीहरू सिब्लिङ्स मात्र हामी दिदीको छोरीहरू अनि दादाको छोरी म 4 जना मुनाको त्यस्तो टाइम ल म्यारिज ओहो सबको लभ म्यारिज भन्छ नि आफ्नो लभ कहाँ पर्ने हो कहिले जुरेको छ भन्नु मलाई त छक्क पर्छु पाक्ने टाइम हो तर यही सिजन हो त
सकिने बेला भइसक्यो हाम्रोतिर पानी पर्यो पसिना झर्यो हामी चाहिँ भर्खर 1 घन्टा भयो हिँडेको यो त फेरि यस्तो छ कि पिकनिक स्पोट रहेछ यता चाहिँ अनि त्यही भएर यहाँ आउँदाखेरि कसको हो गरिसके यस्तो हामी पहिला होइन हामी फर्स्ट इयर सेकेन्ड इयर पढ्दाखेरि 9 जना थियौँ होइन ग्रुपमा अहिले त 4 जना गयौँ भेट त फर्स्ट इयरमा हामी भेट हुँदाखेरि यति नै थियौँ होइन गाइस अनि अहिले लास्टमा बिचमा आए गए 5 जना 4 जना कोही थपिन्थे कोही जान्थे कोही थपिन्थे कोही जान्थे अहिले आखिरमा लास्ट भयो 4 जना औला मात्रै गइथियो यो के पोज हो सबैको खिचेर भिडियो बनाकी हामी पैसा उडाउँदै धुलो उडाउँदै हाम्रो हेरेको हेरै हाम्रो खेलेन्छ धेरै दुश्मन हेरेको हेरै मेरो अगाडिको गोजीमा छ तान यस्तो थाले त कसम पुग्दैनौ कहिले पुग्छ यस्तै रमाइलो रहेछ म त रमाइलो लाग्यो के देख्दै रमाइलो लाग्यो म के भन्छु भन्दाखेरि हामीहरू पिकनिक के हामी घुम्न मात्रै जान्छौँ होइन भेट गर्छौँ अनि खाजा खान्छौँ फोटो खिच्छौँ सकियो यो भनेको त हामी त्यो अलिकति धेरै टाइम स्पेन्ड गर्छौँ नि त अनि यही गर्नुपर्छ भन्छु म त भएछ तेरा 1 दर्जन बोकेपछि आफू जत्रै छ होइन केजीमा वेटमा बाटो यस्तो छ है गाइज बहुत राम्रो छ सिरफुला चमक आयो गाइज फेसमा अहिले राम्रो छ कलर राम्रो बाटो देऊ न बाटो यो फ्रन्ट हुँदैन रहेछ long time कुन बाटो लाग्छ नि यार यिनीहरूले फेरि पुरै घाम पानी भइरह आओ सुनाऊ प्यार की एक कहानी मेरी माया जुना जस्ती बगैँचामा फुलिरहने उएर के अरे जङ्गलमा बाँदरहरू हुन्छ नि त्यसरी राख्छन् नि यसले त कुन बाटो ल्यायो उकालो ओह्रालो भन्छन् चौतारी हुँदै होइन बनाइरहेको छु मेरो पनि म चिप्लडी खेल्दै यो फेरि पुरै हुन्छ नि त हामी चाहिँ यहाँ चल्ली चमरमा लड्दै पढ्दै हिँडिरहेको छौँ के गरेको यिनीहरू कहाँ हो तिमी लड्दै पढ्दै बाटो बिरा जस्तो साथीहरू खै साथीहरू गाइज कमान्डरको हालत बेजा ओए छोप बाँदर ओहे चोइट
देश रमाइलो भइरहेछ। मलाई मुना एकचोटि लिर्केको हेर्नै मन छ। मुना लौ यो देऊ अब लौ म त सुन्छु हो यस्ता गर्नु पर्छ। क्या आगे जीते सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर सानी ओडेर आएको सानी हावा चल्यो सिरिरी आतै चिरिरी तिमी बजाउनु बजाउनु फिरिरी म नाच्छु फिरिरी। गाइस कस्तो लागिरहेछ एकदम रमाइलो। हेलो हेलो चीज बल खाँदैछौँ। चीज बल मिठो छ। हाम्रो पानीले को स्थिति नाजुक छ हेर्नुहोस् खाँदै हुनुहुन्छ। असिना परिरहेको छ हेर्नु देखिन्छ कि देखिन्न असिना सायद देख्नु भएन होला तर असिना चाहिँ पऱ्यो हेर्नु कस्तो पानी पऱ्यो। हामीलाई जिपिटी च्याटले त भनेको छ नजानु भनेर हामी त्यो उसको विश्वास अलिकति साह्रो हुन्छ यहाँ त्यो चट्याङ सिउराउनु न्यू इयर त कडा भयो त हाम्रो माथि कहिले आउँछ हिउँ पऱ्यो यस्तो चिसो लागिरहेको होइन पुरै हात ऱ्याफ्टिङ चलाउने त्योबाट बोकेर तल जाने हो। हामी अहिले यो ओतमा भएको भए टेन्सन हुन्थेन जाडो भयो हात देखा त सबैको हात देखा त सबको हात पुरै भिजेछु तरिकाको हुन्छ वाटर प्रुफ हो खै के हो वाटर प्रुफ जस्तो लाग्छ भित्र गयो पानी त कस्तो डेन्जर दिनमा आइएछ भाइ मौसम चाहिँ पानी असिना पानी सबैसँगै थ्याङ्क यू फेरि पऱ्यो यार असिना भयो यार बिजी म त अब गाइस हामीहरू त यस्ता खालले सिरुले भाइ बहिनीलाई राखिदिन्छु घर काफल खाएर आएको भनेर भित्र राख्ने आँगा पाउँछ रे त्यही छ त खै काफल हेर्नु त
हामी अब म मरि हाँस्दा काफल खान कुइया रैमाला जुनकिरी चिसाकी गोलीले लाग्दै माया बढ्दै गरौँला जुनकिरी त्यो तिम्रो बोलीले त्यो तिम्रो हेलो एभ्रिवान अनि अनि हामी म देखिरहेको हुन्छु त्यसरी त ब्लगरहरू यसरी नै बनाउँछन् भिडियो यता उता तिमी आएको थाहै पाइन साँची चट्ट कलै छैन त्यो पानी पऱ्यो भाइ च्याट जिपिटीले भनेको सही रहेछ तर म त हेलो च्याट जिपिटी मौसम आउँदैन भनेको पानी कट्नु परेको त्यो खोल्न सकिनँ कि मैले यहाँ गाइज खोलेको होला खोला खाउँ यहाँ थोरको खोलेको होला छ मसँग मलाई मेरै छ मैले ल्याएको पानी पिनामा यहाँ काफलको रुख काफल फलेछ जान यहाँ यहाँ रुखमा टिप्न जाने रे कहाँदेखि कहाँ पुगिसक्यो यार मलाई गाइज कहाँ आयो तिमीहरू मेरो मङ्सिरमा अहिले चस्मा लगाएर हिँड्नु पर्छ अगाडि गाउँलेको ल्याउ गाडा गाडा छराको गाडा छरा गाइज अझ अरू कि जानलाइन नि फेरि हेर है फेरि पानी पर्यो यार त्यहाँ माथि कति ठुलो पानी परेछ हेर न सब पानी थियो गइन अब अर्की गइन फेरि यिनीहरू रुखमा चढ्न नपाएका गाइज आउँदै हुनुहुन्छ है धेरै मान्छेहरू तर पानी नि परिरह भुइँमा पनि झरेछ सब रुखै सिद्धाउने भयो नि के खाँदैछिन् मुखभित्र हाल्दैछिन् अझै काफले राइन खै काफल पाकेकै छैन काफल उयो रातो होला खान्छु म सपना के हो यो अर्कै छ त यो छ यार रातो होला यो रातो होला छ गाइस अब यहाँबाट आऊ हाम्रो हालत कस्तो भइसक्यो छ हाम्रो चाहिँ पुग्नु पर्ने उता छ रे भिजेर यस्तो छ हात बाटो यस्तो छ जुत्ता यस्तो भइसक्यो जान्थ्यो अहिले तल यहाँ लोड्थ्यो अन्त आमामा गइदिन्छ यहाँ लड्ने होइन क्या गर्नु कि चिप्लो होइन ढुङ्गा पानी परेको ढुङ्गा अनि सल्लाको जुत्ता चिप्लो कस्तो झ्याउ भयो कहिले घुम्न नहिँड्ने मान्छे हिँडेको पनि कस्तो दिन बाद हिँड्छौँ कि सायद बिहानै पानी परेको निस्किँदैन हामी त घाम लाग्यो आज त सोचेर फेरि काठमाडौँ उतातिर घाम लाग्यो अरे त हेर न
जाडोले यस्तो काला फुलेर हामी जानुपर्ने ऊ यहाँ माथि मलाई खानु त खान्छ पछि पेट दुखेर यस्तो भन्न अप्ठ्यारो तिहारपछि आउँदाखेरि त्यस्तै पानी परेको छ होइन यो हाइटीमा यस्तो जङ्गलहरूमा पानी परेको हुन्छ याद छ किनकि हाइटी हुन्छ नि त हाइटीमा धेरै छिटो पानी पर्छ त्यही भएर हेलो अब इनर्जी गऱ्यो ब्याट्री 20% डाउन भइसकेको थियो अरे अब इनर्जी कति पुग्यो अहिले 70 हाम्रो इनर्जी भनेको सुरुवाल त मोबाइल खेल्न सोचिन्छ क्या मैले त मोबाइलको ब्याट्री 20% भयो सोचिरहेको खाना बेला ल अरूले चिसो गर्छन् रम गर्छन् छ त डेड बुल माथि देवता ढुङ्गा देवता इन्द्र देवता त्यो चट्नी गुलियो होला यो गाइज भिडियो जेरी फाइनली भोग लागेर कस्तो भइसक्यो भोग लागेर हामीलाई यहाँ अझ यत्रो छ यार माथि नै पुग्यो ओए योभन्दा माथि टाढो त छैन नि अर्कोबाट ठाउँ निस्किने बाटो फेरि आकाश गडाङ गुडुङ हुँदैछ यार चिने काफल चोर रुखमा झुन्डिने गाइस हामी चम्पादेवी मन्दिर पुगेर आयौँ होइन अब हामी ओह्रालो झर्दैछौँ तर धेरै पानीले धेरै दुःख दियो पानीले दुःख दिँदाखेरि छेउको राख्नु अहिले घाम लाग्यो मजाको छ गाइस हाम्रो फाइनल एन्ड लास्ट डेस्टिनेसन भनेको यही हो अब योभन्दा जान सकिँदैन इट्स भस्मासुर चम्पादेवी आज फर्स्ट न्यू इयर भएर त्यति धेरै मान्छे आउनुहुन्छ हाम्रो टोलीहरू चाहिँ आउँदैछ गाइज सके लैलाई
बिचमा नि त्यही नानीमा छलबलाउँदै बस्छौ तिमी पनि पछ्यौरीमा सानो ओइ सबैजना हामी हेरेको हेरे हामी हेरेको हेरे हामी हेरेको हेरे जुत्ताको यो फुस्क्यो कि मेरो रोक 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 यहाँ पनि बाघ यहाँदेखि तल नि जान्छ तर नजाम जङ्गलै जङ्गल छ नजाम अर्कै बाटो छ यो डर लाग्छ मेरो हजुर मेरो हजुर तपाईँ कहाँ देखेको जे पनि देख्नै हुन्न रुखमा चढिहाल्नु पर्ने टिपिहाल्नु पर्ने ट्याप केही ठाउँमा पानी पर्छ हामी त्यहाँ पुग्नमा पानी पर्छ यार फेरि टिप्नु लाइन केही देख्नै नहुने भयो यो ऐसेलु यो हुन्छ नि यो बोट हाम्रो तिरखुला भन्छ तिरखुला तिरखुला हो पुरै निलै हुन्छ निलो कहाँ काफल गाइस काफलको रोकेर यो काफल चढ्न सिपालु घरबाट नुन खुर्सानी मिसाएर खाने अरे कि गाइस हामीले त्यहाँ माथि पुग्नु छ है अझ एक डाँडा ओए फोकस पानी मिठो मुलको हरे जोडी रुच्नु फुलको पानी मिठो मुलको हात जोडी रुच्नु फुलको लाखौं तारा आकाशमा जुन मात्र न्यू भ्लगर हो गाइजमा तपाईँ कहाँ गर्थ्यो नि तपाईँ कहाँले मलाई हस्तान्तरण गरिन् के गरेको थियो पात बजाउँथ्यौँ नि हामी उसको पातो बजाउनु त गीत गाउँदै जाऊँ न वाउ अब देखेर आउँदा आयो बन्दीपुर जस्ती मायाको मनोकामना के छ सुर तिमीलाई भाकोलाई मन मिल्ने मायालाई मनोकामना मुटुमै राखौँला हेलो तिमी पानी पर्यो गाइज यो बाटो चाहिँ क्रस गरौँ दौड्यौ बाघ आयो बाघ जुत्ताको यो फुस्क्यो कि मेरो रोक रोक यहाँदेखि तल जान्छ जङ्गलै जङ्गल छ नजाम अर्कै बाटो छ यो डर लाग्छ यो पिकमा पुगेर हामी त्यो पिक सेकेन्ड होला यहाँ भनेर लगेको घाटै देखेर हुन्छ त त्यहाँ पुग्यौँ हामी कसरी हिम्मत गर्यो भने आउँदैन दुईचोटि गइसकेको छु भन्थ्यो कि
जानु नपर्ने होला 2 घण्टासम्म हिँडेर रमाइलो गरेर आउने होला हामीलाई एक दिन शिवपुरी लान्छु यहाँ शिवपुरी चाहिँ योभन्दा डबल छ यहाँ त पोखरी बन्ने रहेछ यार गाइज ऊ यहाँ के हल्लियो पोखरी भन्ने पोखरी बस्ने हो त अघि हाम्रो घरमा उयो घर 4 जना अटाउने भन्ने होला घर तर घुम्न भएन सुनिया राता